आज जाप्ने ओड सोसिते र सौसितेको बारेमा चर्चा गरौँ। सोसिते र सौसिते यो दुईवटा ओड सुन्दाखेरि उस्तै सुने पनि अर्थ फरक छ। जस्तो सोसितेको अर्थ चाहिँ नेपालीमा अनि त्यसपछि भन्ने हुन्छ। जस्तो तपाईले एउटा काम गरिसके पछाडि अर्को गर्नुभयो भने त्यो दुईटा कुरालाई जोड्नलाई चाहिँ यो सोसितेको प्रयोग हुन्छ। एउटा वाक्यलाई अर्को वाक्यसँग जोड्नु छ भने, एउटा घटनालाई अर्को घटनासँग जोड्नु छ भने यो सोसितेको प्रयोग हुन्छ। जस्तो मैले जापानी पढेँ अनि अङ्ग्रेजी पनि पढेँ। यो दुईटा वाक्य छ नि हैन? यस्ता दुईटा वाक्यहरू जोड्नलाई चाहिँ सोसितेको प्रयोग हुन्छ। अझ यसलाई सजिलो गरी बुझ्नको लागि एक दुईटा सेन्टेन्सहरू बनाएर हेरौँ है त। निहोङ्गो ओ बेन्क्यौ शिमासिता सोसिते एइगो मो बेन्क्यौ शिमासिता। जापानिज भाषा पढे अनि अङ्ग्रेजी भाषा पनि पढे। यहाँ दुईटा वाक्यहरू छ नि हैन? हो, यसरी दुईटा वाक्यहरूलाई जोड्नको लागि चाहिँ यो सोसितेको प्रयोग हुन्छ। त्यस्तै अर्को उदाहरण गोहान ओ ताबेमासिता सोसिते मिजुमो नोमिमासिता। खाना खाए त्यसपछि पानी पनि पिए। अब यसपछि सौसितेको बारेमा पनि चर्चा गरौँ। सौसिते त्यसो गरेर त्यसरी गरेर भन्ने अर्थ लाग्छ यो सौसितेको चाहिँ। यो सौसिते चाहिँ काम प्लस परिणामलाई जोड्नको लागि चाहिँ प्रयोग हुन्छ। जस्तो तपाईँ एकदमै मेहनत गरेर जापानिज भाषा पढ्नुहुन्छ, त्यसको परिणाम के हुन्छ भन्दा तपाईँ ट्यालेन्ट बन्नुहुन्छ, जापानिज भाषा चाहिँ सजिलो गरी बोल्न सक्नुहुन्छ। हो, यस्तो कुराहरूमा चाहिँ यो सौसितेको प्रयोग हुन्छ। अझ यसलाई सजिलो गरी बुझ्नको निम्ति केही सेन्टेन्सहरू बनाएर हेरौँ। माइनिची बेन्क्यौ शिमासिता सोसिते निहोङ्गो गा ज्यौजुनी नारिमासिता। दिनौँ पढेँ त्यही भएर जापानिज भाषा राम्रो भयो। अर्को हायाकु नेमासिता सोसिते आसा गेन्किनी ओकिमासिता भनेको चाँडै सुतेकोले फ्रेस भएर उठ्न सकेँ भन्न खोजिएको।